मैले त्यो भिडियो मिस्टेकले काट्यो। यो भिडियो अहिले गर्दैछु है। एकै बोट मात्रै हो, हेर्नुस् मैले टिप्दैछु। हेर्नुस् टिपेर पनि तपाईहरुलाई म देखाउने छु। हेर्नुस् एकै बोट मात्रै छ, तर यस्तो गरेर फलेर फल्न त ठिकै हो, फलिन्छ, तर यो पाकेको देखेको अचम्म लाग्छ कि कस्तो म्याङ्गो टाइपले कलर आएको छ। यो अब रातो पो हुन्छ त खुर्सानीको त, तर यो त यस्तो छ साथीहरु। यहाँ टिप्दैछु यसमा, हेर्नुस् साथीहरु। यो कुनै फेरि रातो छ, एउटै बोटमा चाहिँ दुई किसिमको दुई कलरको चाहिँ उ छ खुर्सानी। हेर्नुस् अब यो के भन्ने, कलियुग भन्ने कि के भन्ने बुझ्नै सकिन। यो खुर्सानी टिपेको सबै बोटै उ भयो आज, के रे पातै सिधा आयो। धेरै खुर्सानी छ फलेको। यसरी नै सबै ठाउँ फल्ने हो भने त खुर्सानी खेती गर्न राम्रो जस्तो लाग्यो, फाइदा होला जस्तो छ। हेर्नुस् त साथीहरु, खुर्सानी त धेरै नै फलेको छ हो यो, तर ठुलो छैन है। फेरि त्यो एकदम ठुल्ठुलो छैन, सानो छ। आफ्नो घरमा खानलाई त खानलाई हुन्छ, यो किन्नु पर्दैन। यति चाहिँ हप्ता दिनमा चाहिँ भयो भने त किन किन्नु, 20-30 रुपैयाँ त बच्छ नि। अहिले खुर्सानीको एक पाउ कसरी छ नि, त्यति त बच्छ नि। यस्तो राम्ररी फल्या छ कि, तर सानो हो क्या। खुर्सानी चाहिँ सानो छ, तर पिरो छ, मोबाइल पिरो छ। हेर्नु त यस्तोरी फल्या छ। कसरी टिप्ने, यसरी टिप्नु परेन। अब जिरे खुर्सानी भन्नु पनि मिल्दैन यसलाई, यो जिरे पनि होइन। जिरे यो भन्दा सानो हुन्छ, तर यो जिरे पनि होइन। तर खुर्सानी अचम्मको खुर्सानी फल्या छ। हेर्नुस् गाइस, बोटै आयो, उनै आयो, डालै आयो। यत्रो टिपिसक्यो, अझै पनि छ।
ल खुर्सानी टिपिसक्यो गाइस। यति भयो खुर्सानी, हेर्नुहोस् यति भयो। अब हप्तामा यति हो भने त पुगेको नि, खुर्सानी मात्रै खाने कुरो आउँदैन। यति भयो। हेर्नुहोस् कागती चाहिँ फल्दै झर्दै गरेको छ, खोइ के भएको के नपुगेको हो। फल्नु चाहिँ फलेको छ तर फल्दै झर्दै गर्छ। यहाँ यस्तो भएको छ, खोइ के भएको। यसको चाहिँ उपाय के हो भनिदिनु होला हजुरहरूले। यहाँ अरू चाहिँ यता भिन्डीहरू छ, यस्तो छन् गाइस।